आइजिपी नियुक्तिमा अन्यायपूर्वक रोकिएका पूर्व एआइजिपी विश्वराज पोखरेल आज धमाधम बाजागाजा सहित राष्ट्रसभा प्रवेश गर्नुभएको छ र उहाँलाई हार्दिक बधाई र आगामी दिनको मङ्गलमय शुभकामना। र उहाँले राष्ट्रसभा प्रवेश गर्दै गर्दा एउटै अभिव्यक्ति दिनुभएको छ। उहाँले भन्नुहुन्छ रवि लामिछानेमाथि अन्याय भएको छ, त्यही अन्याय विरुद्ध म लड्न आएको हो भन्नुभएको छ। हालाकि यो शब्द भनेको हामी रवि लामिछानेको समर्थकहरूको पहिल्यैदेखि भन्दै आएका शब्द र उठाउँदै आएका शब्द पनि हुन्। र यसरी स्वच्छ छवि भएका पूर्व एआइजिपी, डाक्टर, इन्जिनियर धमाधम राष्ट्रसभा पार्टी प्रवेश गर्नेको अहिले लर्को नै लागेको छ र उहाँहरूलाई सबैलाई शुभकामना छ। र थाहा छ पहिलाको सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधेकै हो भन्दा फरक नपर्ला, सबैलाई त्यस्तै लाग्छ। र हुन पनि सत्य हो, किनकि पहिलाको सरकारहरूको यदि कर्तुत हेर्ने हो भने सबै जेल जाने अवस्था थियो र उनीमाथि यसरी राजनीतिक प्रतिशोध साधेको पनि हो। र यसरी ठुला व्यक्तिहरू र कानुन सम्बन्धित यति ठुलो एआइजिपी पदमा कार्यरत भएका व्यक्तिहरूले नै यस्तो शब्द उहाँहरूले भन्दै गर्दा, यस्तो अभिव्यक्ति दिँदै गर्दा तपाईँहरूलाई कस्तो लाग्छ? आगामी आउने फागुन 21 गते कि राष्ट्रसभा पार्टीले एकल बहुमत ल्याउन सफल होला त? आफ्नो सरकार बनाउन सफल होला त? तपाईहरूलाई कस्तो लाग्छ? त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला मेरो कमेन्ट सेसनमा। हस्त धन्यवाद। म कीर्तन अधिकारी।